हेलो हाई नमस्ते। तपाईँहरू घरमा एक्लै हुनुहुन्छ अनि मेसिनलाई सार्नु पर्यो या केही भारी चिजलाई सार्नु पर्यो, सकिराख्नु भएको छैन भने चाहिँ मुनि यसरी केही हाल्नु होला। यसरी सर्ने खाले बोराहरू जे हाले पनि हुन्छ। अनि यसरी सार्यो भने चाहिँ एकदमै सजिलो तरिकाले सार्न सकिन्छ क्या। जस्तै पलङहरू पनि गरौँ पलङहरू पनि तपाईँ एक्लै हुनुहुन्छ भने र मुनि त्यो फर्म हुन्छ नि, प्लास्टिकको फर्म हुन्छ, त्यो फर्म हालेर चाहिँ सार्यो भने एकदमै सजिलो तरिकाले सर्दो रहेछ। मैले ट्राई गरेको छु। म चाहिँ कोठामा कहिलेकाहीँ अब मिल्दैन नि त, सामानहरू मिल्दैन, एकतिर भनेर राख्यो अनि मिल्दैन, अनि भरे फेरि अर्कोतिर अब एउटै कोठामा पूजा गर्नुपर्ने हुँदाखेरि चाहिँ अब भगवान्कोतिर लाता लाग्ने के गर्ने हुँदाखेरि चाहिँ अनि मैले यसरी नै पलङहरू पनि एकचोटि सारेको छु क्या। अनि पलङहरू पनि धेरै गरौँ चाहिँ सर्दैन, नत्र भने यो प्लाईको पलङहरू त एकदमै मजाले मैले सारेको छु। यसरी नै मुनि हल्का तरिकाले थोरै गरेर फर्महरू छिरायो, मुनि फर्महरू छिरायो अनि त्यस पछाडि सार्यो गर्दाखेरि चाहिँ सरेको छ। अनि तल कार्पेट राखेको छ भने अब कार्पेटहरू च्यातिन्छ नि त, अनि त्यही भएर यस्तो राख्यो भने चाहिँ कार्पेटहरू पनि च्यातिँदैन। तपाईँहरू पनि यसै गरेर सार्नु होला, एकदमै सजिलो तरिकाले सार्न सक्नुहुनेछ।